राम्रो छ भनेर मलाई भन्दैछ यो मेरो साथीहरूले अरे धन्यवाद। जहिले राम्रै हुन्छ। यसमा चाहिँ बजार हिँडेको, बजारमा मेरो सानोतिनो काम छ, त्यही भएर जाँदैछु। यहाँ मेरो टेलरमा पनि सानो काम धेरै कुर्ता सिलाउनु पर्ने छ होइन, त्यही भएर यहाँ कपडा दिउँ भनेको। दिदी के गर्नुहुँदैछ? सुषमा, म चाहिँ बिजुली अफिसको बाटो हिँड्दैछु। मेरो त सबै नङै फेरि गयो होइन, सबै नेल पलिस उक्यो। अब फेरि लगाउनु। नेपाल विद्युत प्राधिकरण चालक कति राम्रो देखिन्छ यार टिकटकमा। रियलमा पनि यत्तिकै राम्रो भएको भए म अहिले कहाँ पुगिसक्थेँ यार, विश्व सुन्दरी भइसक्थेँ। विश्व सुन्दरीमा भाग लिइसक्थेँ यार। तर के गर्नु, क्यामेरामा र होइन रियलमा हुँदैन रहेछ। धेरै नै क्यामेराले फसाउँदो रहेछ यार मान्छेहरूलाई। म आफै पनि भन्छु अरे क्यामेराले धेरै मान्छेहरूलाई फसाउँछ। भविष्यको लौरीहरू आउँदैछ, यसो भविष्यको लौरी फुच्चे भाइहरूले सिकाइदिनु पर्यो। भविष्यको लौरीहरू पनि कति मिहिनेत गर्छ होइन, कति हुन्छ, कोही हुन्छ कोही हुँदैन। बिचरा माया पो लाग्छ मलाई सबैको प्रेम माया लागिरहेको हुन्छ क्या। तर होइन मलाई माया गर्ने मान्छे चाहिँ कोही हुँदैन जस्तो लाग्छ घरिघरि क्या। म चाहिँ प्रायः सबैलाई माया गर्छु, तर मलाई माया गर्ने मान्छे चाहिँ कोही हुँदैन जस्तो लाग्छ हौ। खोइ किन क्या, म आफैले घरिघरि त्यस्तो फिल गरिरहेको हुन्छ क्या। ठिकै छ, सबैको हुन्छ होइन। म चाहिँ धेरै टाढा नजिकै जानु लागेको। सानो काम त त्यस्तो धेरै काम पनि होइन, सानो मात्र काम छ क्या। अनि यसो बजार गएको बेला सब्जीहरू पनि अलिअलि ल्याऊँ भनेर हिँडेको होइन। अनि स्पेसली म चाहिँ एउटा कुराको लागि हिँडेको। फुल्दा कस्तो आफूलाई आनन्द हुँदो रहेछ यार। मलाई मात्रै हुन्छ कि मैले नि कति धेरै रोपेको छु क्या यही लाइफमा। यहाँ माथि सँग देखाएको छु कि कस्तो देख्यो मलाई यार। त्यो देखियो राम्री निकाल, राम्री नभए पनि राम्रो निकाल। सपिङ बिचमा चाहिँ बेस्ट सकिन्छ किनभने म चाहिँ स्पेसली यो सपिङ बिचा ट्राई गर्नु आएको। अन्त अस्ति पनि मैले ट्राई गरेँ त, फेरि पनि खानु मन लागेर आएको। ट्राई गर्छु ल कस्तो हुन्छ ल। मिठो हुन्छ क्या। मैले अस्ति ट्राई गरेको थिएँ, त्यो चाहिँ मिठो लाग्यो। प्रोसेस क्या अहिले ट्राई गरेको। घरको लागि प्याकिङ पनि गरिदिएको, अनि खानुको लागि पनि जाने छ। म चाहिँ अस्तिदेखि यो सबै मिचेर प्याकिङ भएको थिएन, त्यही भएर चाहिँ आज चाहिँ त्यसै भए पनि खान्छु भनेर अनि घरको लागि प्याकिङ गरिरहेको छु। घरको लागि पनि घर आफै गएर खाने भनेर दामी आएको।
चाहिँ यहाँ सब्जी मन्डी छिरिसक्यो अब सब्जीहरू अलिअलि किन्छु होइन अनि घर जान्छु अलिअलि सब्जीहरू किन्छु के चाहिँ लग्नु चाहिँ के लाग्नु सब्जी मैले चाहिँ सब्जी किनेर निस्किसकेँ होइन सब्जी पसलमा त मैले हामी सँगै पढेको साथै भेटिरहेको क्या 14-15 वर्षपछि एकैचोटि एसएलसी चाहिँ सँगै दिएको थियौँ एसएलसीसम्म सँगै पढेको थियौँ होइन अनि सँगै एसएलसीसम्म सँगै पढेको त्यो साथीलाई देखिरहेको म त सुरुमा त मैले दिएको थिएँ उसले मलाई चिन्यो भनेको अनि त्यस्तै भएर अनि त्यस्तै हेरेको त चिनेको साथी रहेछ क्या कति हामी कम्तीमा पनि 14-15 वर्ष भयो हामीले सँगै एसएलसी दिएर उसले चाहिँ बिहा गरेछ बिहा गरेर सब्जी पुस्तकको छोरी चिनेको राजमा त कति धेरै भेटेको क्या एकछिन बाहिर निस्किँदाखेरि चिनेकोहरू कति धेरै भेटिन्छ क्या तर खुसी लाग्छ धेरै मान्छेले चिनेको भएर पनि हुँदैन जता पनि चिनेको भेटिन्छ क्या ठिकै छ एनिवे अब म घर जाँदैछु होइन मोमोहरू म चाहिँ घर आइसकेँ घर आएर अर्ग्यानिक काँक्रा र झोल मोमो खान लागेको म चाहिँ घर आएर पनि मोमो झोल मोमो र चाउमिन अर्ग्यानिक काँक्रा खाएर सुत्छु राइट कलेज पनि भेटौँला सबैलाई होइन सी यू